जीवी राई भित्रिएको तथ्याङ्क छ, बाहिरिएको सूचना छैन भनेपछि कहाँ छन् त जीवी राई? नेपालमै छन् त? होइन, त्यो देखियो नि त। आएको तथ्याङ्क छ अरे, यही त हो, यति त हो बिचरा। यो 2 वर्ष अगाडिको आएको तथ्याङ्क छ अरे, गएको तथ्याङ्क छैन अरे। जीवी राईलाई राष्ट्रपालले नै लुकाएको हो भन्ने एउटा भाष्य निर्माण भएको छ क्या, कसरी हेर्नुहुन्छ यसलाई? अब राष्ट्रपाललाई नै भन्नु पर्यो नि, यहाँ राष्ट्रपालका पत्रकार होला नि, उनीहरूले भनिदिनु पर्यो। किनभने राष्ट्रपालको कुरा त राष्ट्रपालले नै भन्ने हो। त्यस कारणले अब यहाँ एकअर्कालाई भनाभन गर्छन्। पहिला के भन्दा रहेछन् राष्ट्रपालवाला भने सरकारले किरिप चिरिप पार्नुपर्छ, तुरुन्त पकाउनुपर्छ, किन नपढेको भन्दा रहेछन्। अब आफै सरकारमा छ, हजुर आकाशमा हो या पातलमा खोजेर ल्याउँछु भन्ने भाष्य पनि थियो। अब अहिले सरकार ल्याउनु पर्यो त्यसो। त्यस कारण यो प्रश्न होइन, जीवी राईले नै भन्नु पर्यो कि उनको स्थिति के छ। अब राष्ट्रसभा सम्बद्ध सांसदहरू त जिउँदो छ भने ल्याउँछु भनेपछि त मृत्युतिर सङ्केत भयो। अब यो त हामी को के छ, कारण मैले भने जीवी राईले नै भन्नु पर्यो कि उनको स्थिति के छ, त्यसपछि मात्रै हामी भन्न सक्छौँ। जसलाई पनि म भन्छु गाली गर्नु भएन, आलोचना गरेको पनि सरकारलाई पनि भन्छु आलोचना